के तपाईँ घरमै बसेर गर्ने केही एउटा कामको रोजगारीको खोजीमा हुनुहुन्छ? अथवा के तपाईँ चाहिँ नि संसारको जुनसुकै कुरामा चाहिँ बसेर गर्ने त्यस्तो एउटा काम फ्लेक्सिबल कामको खोजीमा हुनुहुन्छ? अथवा तपाईँ अहिले गरिरहेको कामबाट तपाईँको फाइनेन्सियल निडहरू चाहिँ पुरा हुन सकिरहेको अवस्था छैन? कुनै साइड इन्कम, साइड हसल गर्नु पाए हुन्थ्यो, एक्स्ट्रा इन्कमहरू केही गर्नु पाए हुन्थ्यो भन्ने त्यो कुराको खोजीमा हुनुहुन्छ? अथवा कतिजनाको चाहिँ क्रेडिट ब्यालेन्स एकदम नेगेटिभ भएर होइन, अनि त्यस्तै गरेर कति चाहिँ अब ऋणहरू पनि चाहिँ लागेको अवस्था हुनसक्छ, त्यसबाट पनि मुक्त हुने होइन त्यो उपायको खोजीमा हुनुहुन्छ? त्यसो हो भने यो 2 मिनटको भिडियो चाहिँ यहाँहरूको लागि एउटा महत्त्वपूर्ण अपर्च्युनिटी अथवा मेसेज हुनसक्छ है। नमस्कार यहाँहरूलाई, मेरो नाम रामप्रसाद गेवाली हो। मेरो नेपालमा चाहिँ जन्म गुल्मी जिल्ला रुरु गाउँ विकास समिति भटकुवामा भएको हो र म पोखरामा कर्मथलो बनाएर यहाँ 11 वर्ष अगाडि अमेरिकामा आएको र म सुरुमा 5 वर्ष डेली सिटी बसेँ र यहाँ बसेको पनि 6 वर्ष भइसक्यो यो क्यालिफोर्नियाको सान पाब्लो बे एरियामा। र म पेसाले चाहिँ इन्सुरेन्सको काम गर्छु र एउटा कम्पनीमा बायोसेक्युरिटी स्पेसलिस्टको रूपमा पनि काम गर्दैछु र यो ग्लोबल अनलाइन बिजनेसमा राम्रो लागेर म विगत केही समयदेखि यसमा चाहिँ सहभागी भएर चाहिँ अगाडि बढ्ने, आफ्नो करियरको रूपमा अगाडि बढाउने कोसिस चाहिँ गरिरहेको छु होइन। र यो ग्लोबल अनलाइन बिजनेस एउटा डिजिटल व्यवसाय हो। संसारको जुनसुकै कुनाबाट पनि गर्न सकिन्छ, घरबाट होइन, घरको लिभिङ रुम, ब्याकयार्ड होइन, किचन, डाइनिङ टेबल, जहाँ बसेर पनि यो व्यवसाय गर्न सकिन्छ। ठुलो त्यस्तो होइन आकर्षक अफिस चाहिएन, धेरै साधन स्रोत पनि चाहिएन, धेरै कानुनी झन्झट, लिज, इन्भेन्ट्री, सिपिङ आदि जस्ता चाहिँ झन्झटहरू पनि यसभित्र केही हुँदैनन्। मात्र हामी यसमा चाहिँ के गर्छौँ भन्दाखेरि एडभर्टिजमेन्ट र मार्केटिङ गर्छौँ। कुनै वस्तु बेच्नु पर्दैन, कसैको ढोका ढकढकाउनु पर्दैन, लो अब बजार सकियो, को आउला, कस्टमर छैन भन्नु पनि पर्दैन, किनभने ग्लोबल हो यो। द वर्ल्ड इज आवर मार्केट। संसारभरि नै हामीले हाम्रो कुराहरू, मेसेजहरू फैलाउन सक्छौँ। यहाँ बसेर अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युके होइन, जुनसुकै देशमा पनि व्यवसाय गर्न सकिन्छ, अथवा ती देशहरूमा बसेर यहाँ पनि व्यवसाय गर्न सकिन्छ। त्यस्तो खालको एउटा सजिलो र फुल टाइम गर्नुपर्छ भन्ने पनि छैन। दिनको 2 घन्टा 3 घन्टाबाट हामी सुरु गर्न सक्छौँ र बिस्तारै बिस्तारै तपाईँ यो व्यवसायमा चाहिँ आफ्नो कन्फिडेन्स होइन गेन गर्दै अगाडि बढ्दै सिक्दै गएपछि हामी चाहिँ फुल टाइम क्यारियरको रूपमा पनि यो व्यवसायमा अगाडि बढ्न सकिन्छ होइन। र नजानिएला केही अप्ठ्यारो पर्ला भन्ने केही छैन। हामी फेसबुक चलाउन जान्छौँ, टिकटक चलाउन जानेका छौँ, घन्टौँ त्यहाँ हामी अरूको लागि लाइक कमेन्ट सेयर गरेर हामीले बिताइरहेका छौँ भने अब त्यो लाइक कमेन्ट सेयर गर्ने समयलाई चाहिँ हामीले आफ्नै व्यवसायमा होइन लगानी गरेर हामीले यसबाट केही फाइनेन्सियल रिटर्न होइन, इन्कम जेनेरेसनको काममा, एउटा प्रोडक्टिभ काममा हाम्रो त्यो खेर गएको, अरूको लागि लाइक कमेन्ट सेयर गरेर रिल हेरेर खेर गएको जुन समय छ, त्यो समयलाई अब हामीले चाहिँ आफ्नै इन्कम जेनेरेसनमा लगानी गर्ने एउटा राम्रो प्लेटफर्म, राम्रो बिजनेस प्लेटफर्म चाहिँ हामीले पाएका छौँ होइन। हामीले यसमा केही कुरा अप्ठ्यारो पर्ने कुरै छैन। सुरुमा चाहिँ हामी एउटा वेबसाइटमा साइनअप गरेर अगाडि बढ्छौँ, भिडियो हेर्छौँ, सिक्छौँ, अगाडि बढ्छौँ। अनि यो व्यवसाय मेरो लागि राम्रो छ कि छैन भनेर हामीलाई त्यहाँ डिसिजन गर्ने एउटा टाइम पनि हामीलाई हुन्छ होइन। त्यो बेलामा तपाईँले डिसिजन गरिसकेपछि यो व्यवसाय मेरो लागि राम्रो छ, म गर्न सक्छु भन्ने तपाईँलाई कन्फिडेन्स हुन्छ भनेदेखि तपाईँ अगाडि बढेर व्यवसायमा चाहिँ एउटा आफ्नो लाइफलाई चेन्ज गर्न सक्नुहुन्छ, अरूको लागि पनि मद्दत गर्न सक्नुहुन्छ, अरूको लागि पनि सहयोग गर्न सक्नुहुन्छ। फाइनेन्सियल रिटायरमेन्टको यहाँ सपना छ। फाइनेन्सियल रिटायरमेन्ट प्राप्त गर्नलाई तपाईँ 65-70 वर्ष होइन, 62-65 त्यो हुनु पर्दैन। जो युवा अवस्थामा जो साथीहरू हुनुहुन्छ, काम गरिरहनु भएको छ, प्रोडक्टिभ एजमा हुनुहुन्छ, उहाँहरू 2-4 वर्ष मजाले काम गरेर अनि त्यो फाइनेन्सियल रिटायरमेन्टको स्टेजमा यहाँहरू पुग्न सक्नुहुन्छ। त्यसपछि तपाईँले आफ्नो लागि मात्रै होइन, आफ्नो परिवारको लागि मात्रै होइन, आफ्नो परिवारको लागि, स्पाउसको लागि, छोराछोरीको लागि त्यो लिगेसी त छँदैछ यो व्यवसायमा। तपाईँले मात्रै होइन, उहाँहरूलाई पनि त्यो यो कम्पनीले, यो बिजनेसले चाहिँ तपाईँलाई चाहिँ लाभ दिन्छ, त्यो त छँदैछ। त्यो बाहेक तपाईँ फाइनेन्सियल रिटायरमेन्टमा त्यो स्टेजमा पुग्नुभयो भनेदेखि पक्कै पनि तपाईँले चाहिँ समाजको लागि, अरूको लागि होइन, विभिन्न किसिमका रचनात्मक समाजसेवाका कामहरूमा होइन त्यो अरूलाई मद्दत दिन सक्नुहुन्छ, सहयोग गर्न सक्नुहुन्छ। त्यो अपर्च्युनिटी पनि छ। त्यस कारण हाम्रो जीवनलाई, हाम्रो एउटा निर्णयले हाम्रो सिङ्गो जीवनलाई बदल्न सक्छ। आज सोचेर विचार गरेर होइन, ध्यानपूर्वक होइन, ध्यान दिएर हामीले यो व्यवसायको बारेमा केही चिन्तन मनन गरौँ र एउटा सही र विवेकशील भएर चाहिँ एउटा निर्णय गरौँ र आफ्नो भविष्य चाहिँ आफै बदलौँ। हाम्रो भविष्य बनाउने जिम्मा चाहिँ हाम्रो आफ्नै हो होइन। यति नै कुरा म राख्न चाहन्छु र यस सम्बन्धी यहाँहरूलाई कुनै पनि जिज्ञासा प्रश्नहरू भएमा होइन मलाई चाहिँ सिधै rg@ramgewali.com मा इमेल गरेर रिच आउट गर्न सक्नुहुनेछ। त्यस्तै मेरो वेबसाइटमा पनि साइनअप गरेर अगाडि बढ्न सक्नुहुनेछ होइन। I would be more than happy to help you
होइन थ्याङ्क यू फर वाचिङ दिस भिडियो थ्याङ्क यू भेरी मच बाई बाई